ल गाइस फाइनली केएलसीसी ट्विन टावर आइसकेको छ। केएलसीसी ट्विन टावर त अगाडि छ, हामी त यता आएको। पानीको फोराहरू छ। फोटोसुट भइरहेको छ सबजनाको, देख्न सक्नुहुन्छ तपाईँहरू। सबैजना आफ्नो फोटोसुट कार्यक्रममा व्यस्तता। यहाँबाट चाहिँ होला क्या फोटो खिच्नु, बसेर सिधा आउँछ होला। बस्यो भने आउँछ। उभिँदा पनि आउँछ होला। यता पछाडि केएलसीसी टावर, यतापट्टि देख्न सक्नुहुन्छ तपाईँहरू पानीको फोराहरू फालिरहेको। आफ्नो तरिकाले खिचिराख्नु भएको छ। टावरको छेउछाउै भन्नुपर्छ। पछाडि यता यस्तो छ, सबैजना घुमघाम गर्ने टोलीहरू देख्न सक्नुहुन्छ। पानीको फोरा, भिडभाड त अझै कमै छ। अघि अब बढ्ने क्रम जारी छ भनौँ न भिडभाडको। अब सबैजना आउँदै हुनुहुन्छ, टाढाबाट आउने साथीहरू अझ आउँदै हुनुहुन्छ। यता देख्न सक्नुहुन्छ टावर, केएलसीसी ट्विन टावर भनेर एकदमै चिनिने प्रख्यात मलेसियाको। हाम्रो दाजु यता दाजु र म घुमघाम। सबैजना आफ्नो तरिकाले केएलसीसीको मुनि रमाउँदै मस्त तरिकाले। मौसमले च्यालेन्ज गरिरहेको छ। यहाँ केएलसीसी टावरमा घुम्ने साथीभाइको लागि खतराको विषयवस्तु बन्दैछ। अब पानी परेमा दौड्नुपर्छ। देख्न सक्नुहुन्छ मौसमले एकदमै च्यालेन्ज गरिरहेको छ। पानीको फोरा फालिरहेको छ यतातिर, देख्न सक्नुहुन्छ। यताहरू स्विमिङ, बच्चाहरूको लागि स्विमिङ। के माछा हुन्छ होला यसलाई? डल्फिन? यो के माछा हो? व्हेल। डल्फिन बनाएको छु। बच्चाहरू नुहाउने ठाउँ देख्न सक्नुहुन्छ तपाईँहरू। केएलसीसीको टावर यता देख्न सक्नुहुन्छ। यहाँ मलेसियाको टाइम कति बजेको छ तपाईँहरू? 1:36 हामी घुमिरहेका छौँ अहिले यहाँ। यतापट्टि केएलसीसी टावर, अलि अगाडि जान्छु है, म तपाईँहरूलाई देखाउँछु। यता माछा छ, त्यसपछि हेर्नुहोस् केएलसीसीको टावर।
यता टाइम पनि छ होइन 7 मा। ल गाइस फाइनली केएलसीसी ट्विन टावर आइसकेको छ। केएलसीसी ट्विन टावर उता अगाडि छ। अनि त्यता आएको पानीको फोराहरू छ। फोटोसुट भइरहेको छ सबजनाको, देख्न सक्नुहुन्छ तपाईँहरू। सबैजना आफ्नो फोटोसुट कार्यक्रममा व्यस्तता।然后再想吃烤鸡。यहाँबाट चाहिँ होला क्या फोटो खिच्नु, बसेर सिधा आउँछ होला। बस्यो भने आउँछ। उभिँदा पनि आउँछ होला।